हेलो एभ्रिवान, म चाहिँ आज सफा गर्दैछु किचन है। हेर्नुहोस् त पुरा ढोरी आएर है मैला भएछ। मेरो चाहिँ रुम चाहिँ रोडकै छेउमा छ नि त हो। रोडकै छेउमा हुनाले गर्दाखेरि चाहिँ धुलोहरू पुरा उडेर सेतो टाइल्स छ, सो मैला भइहाल्छ। फेरि प्लस म घर गएको थिएँ नि त, म घर गएकोले गर्दाखेरि चाहिँ ढोरी पुरा आएछ। त्यसैले गर्दाखेरि आज चाहिँ यसरी सफा गर्दैछु। भिडियो चाहिँ किन स्पिडमा भन्नुहुन्छ भने चाहिँ भिडियो एकदमै लामो थियो, सो मैले चाहिँ अलिकति फरवर्ड गरेर चाहिँ अन्त फरवर्ड गर्दाखेरि चाहिँ अलिकति स्पिड भयो है। के गर्नु, अब यस्तै हो। घरहरू जाँदाखेरि रुमहरू बन्द गरेर जानुपर्छ होइन। रुमहरू बन्द गरेर जाँदाखेरि चाहिँ पुरा ढोरी आउँछ। चिसोले पनि होला अलिक त। एक त फेरि रोडको धुलोले खिड्कीबाट अब सबै खिड्की बन्द गर्नु मिल्दैन, अन्त खुल्लै छोडिदिन्छु भेन्टिलेसनहरू। सो सबै धुलो पसेर चाहिँ यसरी मैला भइहाल्छ मेरो छिटो छिटो हो। अन्त फेरि पानी पनि त्यस्तो बेसी छैन, अहिले पानीको पुरा प्रब्लम छ। सो कम्ती पानीमा भए पनि सफा गर्दैछु है। अन्त किनकि अब मलाई चाहिँ आदत पनि छ, मेरो घरमा पनि अलिकति पानीको प्रब्लम छ है। पानीको प्रब्लम छ, तर सानैदेखि कम्ती पानीमा युज गर्ने बानी भएर कम्ती पानीमा पनि सफा गर्छु है। अब कतिजनाले चाहिँ अब सामानहरू हटाउँदै सफा गर्नुहुन्छ नि त, तर मलाई चाहिँ मन पर्दैन। सो म चाहिँ डल्लै सफा गर्नुभन्दा अगाडि चाहिँ सबै सामान हटाएर चाहिँ यसरी सफा गर्छु हो। सबै सामान निकालेपछि चाहिँ सफा गर्नु मजा लाग्छ नि त, सेटिस्फाई हुन्छ। अनि यो ऱ्याक पनि निकालेर धुउँ भनेको थिएँ, तर पानी नहुनुले गर्दाखेरि चाहिँ मैले सबै सामान निकालेर बाहिरबाट यत्तिकै धुएँ है। पानी पनि त्यस्तो बेसी थिएन, पानीको पुरा प्रब्लम छ यहाँनिर। अन्त उता घरतिर पनि त्यस्तै छ। सो अब बानी पनि भइसक्यो मलाई त। सो फाइनली मैले ग्यास चुल्हाहरू धोइसकेँ है। धोएर चाहिँ त्यहाँदेखि पुसपास गर्दै टक्कै राख्दैछु यसरी। अन्त बिचबिचमा गीत पनि गाउँदै थिएँ है। गीत चाहिँ कुन चाहिँ भने खेलै खेलमा माया बस्यो भन्ने त्यो गीत गाउँदै थिएँ नि त। अन्त अब भिडियो स्पिड हुनाले गर्दाखेरि चाहिँ अब मैले त्यो गीत चाहिँ अब तपाईँले सुन्नु सक्नुहुँदैन, किनकि मैले भिडियोलाई अलिकति स्पिड गरेको छु हो। सो त्यहाँदेखि चाहिँ यो मसलाको यो राख्ने सानो ऱ्याकलाई पनि धोएँ यसरी है। यसरी धोएर त्यहाँदेखि मसलाको डब्बाहरू पनि धोएँ। पानी चाहिँ यत्रै हो, यहाँदेखि ठुलो चाहिँ हुँदैन हो। अन्त पानी चाहिँ खुल्ला किन छोड्नु भएको भन्नुहुन्छ भने चाहिँ मैले मुनि मसलाको डब्बाहरू भिजाइरहेको थिएँ। सो नभए चाहिँ म कल बन्द गरेरै धुने गर्छु, पानीलाई वेस्ट गर्दिनँ। तर अब डब्बाहरू पुरा उयो भएछ नि त, ढोरी लागेछ। सो त्यहाँदेखि चाहिँ मैले यो सब्जीको ऱ्याकलाई पनि धोएँ, यसरी सफा गरेँ है। त्यहाँदेखि सफा गरेर अब दुःख सुख फाइनल्ली त्यहाँदेखि चाहिँ यस्तो भयो लुक्स चाहिँ, फाइनल लुक्स चाहिँ सबै उयो गरेर है। अब घरबाट भर्खर आएको, अब कतिवटा सामान अझै हाल्नु छ रुममा। सो फाइनल लुक्स चाहिँ यस्तो छ, हेर्नुहोस् गाइस है। के गर्नु, दुःख सुख गरेर सफा गरियो। सेतो टाइल्स चाहिँ छिटो मैला हुन्छ नि त, हेर्नु चाहिँ मजाको देख्छ हो। त्यहाँदेखि चाहिँ फाइनल लुक्स यस्तो भयो। अन्त मैले घरबाट सब्जीहरू पनि लिएर आएको थिएँ, सब्जी सिबीहरू सागहरू। सो यसरी नै सफा गरेर मेरो फाइनल लुक चाहिँ यस्तो छ किचनको। सो थ्याङ्क यू सो मच गाइस, सी यू नेक्स्ट भिडियो।